हेलो सबैलाई नमस्ते। म सरोज शाह, तपाईँहरूको साथी। मेरो अल इज वेल नेपाल भन्ने युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज मैले देशको बदलिँदो अवस्था जसले गर्दा डर त्रासको माहौल बनाएको छ त्यसको बारेमा केही कुराहरू गर्न गइरहेको छु। यस्तो अवस्था कसरी आयो र किन आयो र आएपछि यसका समाधानहरू पनि के छन् त्यो मैले आज भन्न आवश्यक छ। त्यही भएर मैले यो भिडियो बनाएको छु। तपाईहरूलाई कतिपय कुराहरू थाहा होला अथवा थाहा नहोला, तर तैपनि यो भिडियोलाई माया गर्दै पुरै भिडियो हेरिदिनु होला। किनभने कतिपय कुराहरू नयाँ पनि हुन सक्छन् कसैलाई, कतिपय कुराहरू सबैलाई आउँछन् पनि। तर प्लिज एकचोटि सबै भिडियो यो सुरुदेखि अन्तिमसम्म सुनिदिनु होला। त्यसमा कुनै प्रकारको डिस्कसन अथवा भनौँ न कुनै कुरा मिलेको नमिलेको केही छ भने भनिदिनु होला। त्यसमा केही छ भने हामी डिस्कसन गर्नेछौँ। तर अब मैले देशको वर्तमान अवस्थाको बारेमा केही कुरा गर्न गइरहेको छु। जुन पहिले भनौँ राजनीतिक अवस्था। अहिले देशको राजनीतिक अवस्था भन्नुपर्दा देशले पहिलो महिला प्रधानमन्त्री पाएको छ। देशमा संशोधन विघटन भएको अवस्था छ। चुनाव यही आउँदो फागुन 21मा छ। भर्खरै जेनजी आन्दोलनले गर्दा देशमा थुप्रै जनधनको क्षति भएको छ। एउटा डर त्रासको माहौल छ। र आर्थिक अवस्था भन्नुपर्दा अहिले हाम्रो आर्थिक वृद्धि दर झन्डै 2.1% हाराहारीमा छ। यस्तै अवस्था अझै रहने हो भने यो नेगेटिभ पनि हुन सक्छन्। रेमिट्यान्सले धानेको देश हो हाम्रो देशको कुनै पनि प्रोडक्टिभिटी छैन। बेरोजगार दर दिनादिन बढ्दै गएको छ। अहिले देशको अवस्था राम्रो पार्ने जम्मा 2टा सेक्टर छ, हाइड्रो पावर र टुरिज्म। त्यसमा पनि धेरै अप्ठ्याराहरू छन्। सामाजिक अवस्था भन्नुपर्दा युवाहरू फ्रस्ट्रेसन भएको अवस्था छ। देशमा करप्सन, नेपोटिजम र हरेक कुरामा सिन्डिकेटको जस्तो माहौलले गर्दा अपर्च्युनिटी नपाएको अवस्था छ। एकले अर्कालाई हेप्ने स्वार्थले भरिएको समाज छ। अब देशका प्रमुख चुनौतीहरू भनौँ, जस्तै कि जुन सरकार आए पनि आफ्नो कर्तव्य बिर्सिने, मौकाको सदुपयोग भन्दा नि दुरुपयोग गरेको पाउँछौँ हामीले। अब जस्तै भन्नुपर्दा देशमा अब शिक्षाको कमी भएको छ। स्वास्थ्यको सेक्टरमा पनि विकास छैन। सिँचाइको अवस्था नराम्रो छ। सडक अवस्था पनि त्यस्तै नराम्रो छ। आर्थिक अवस्था भन्नुपर्दा बेरोजगारीले युवा फ्रस्ट्रेसन भइसकेका छन्। युवा पलायन भइसकेका छन् वैदेशिक रोजगारले गर्दा। चुनावी समस्या छ। चुनावी समस्या कसरी भनौँ भने फेरि पुरानै मान्छे सरकारमा आयो भने त्यही विगतका व्यवहार अपनाउला भन्ने डर। यदि नयाँ व्यक्ति आएमा हामीले समय नै थोरै पायौँ भन्ने जस्ता कुराहरू गरेर बहाना बनाउलान् भन्ने डर। अब सबैभन्दा पहिला यो पनि बुझौँ। अब हाम्रो समाज वर्गीकरणले के कसरी समस्याहरू ल्याएको छ। जस्तो समाज मैले बुझेसम्म समाजको वर्गीकरण धनका आधारमा, जागिरको आधारमा भनौँ अथवा पेसाको आधारमा, शिक्षाको आधारमा, जातको आधारमा, लिङ्गको आधारमा, उमेरको आधारमा, धर्मको आधारमा गरिएको पाइन्छन्। पहिला देशको राजनीति जात, पेसा, लिङ्ग, धर्मको आधारमा भएको थियो। अब उमेरको आधारमा पनि राजनीति हुन थाल्यो। समाज वर्गीकरणको आवश्यकता किन पर्यो त्यो पनि बुझौँ पहिला। समाजमा एक व्यक्तिले अर्कालाई बुझ्नका लागि, अर्को व्यक्तिले बुझ्नका लागि जनताले कसरी बसोबास गरेको छ, त्यो समाजका जनताले कसरी स्रोत साधनहरूको उपयोग गरेको छ, कसलाई गरिब र कसलाई धनी भन्ने छुट्याउनको लागि, भेदभाव हटाउनको लागि, उदाहरणको लागि गरिबले सरकारबाट कुनै राहत र सुविधा पाउँछ भने तर धनीले देशलाई कर तिर्ने, रोजगार सिर्जना गर्ने जस्ता कामहरू गरेका हुन्छन्। त्यसैले देशका सरकारले आवश्यकताअनुसार सबैले सुरक्षा प्रदान गर्नुपर्दछ। धर्म र संस्कृति बुझ्न र बचाउनका लागि यी सबै कारणहरूले गर्दाखेरि समाजको वर्गीकरणको आवश्यकता पर्यो, होइन र? अब यस्तै सामाजिक वर्गीकरणले गर्दाखेरि हाम्रो देशमा समस्या बनेको छ। जुन समस्या कसरी बन्न गयो भने त्यो पनि म भन्दैछु। जब समाज वर्गीकरण अनुसार मान्छेलाई जज गर्न थाल्छ, अहमता आउन थाल्छ, अनि समस्या आउँछ। जस्तै उदाहरणको लागि भनौँ न हामी
म धनी छु तर म मात्रै धनी हुनुपर्छ, म बलियो छु तर म मात्रै बलियो हुनुपर्छ जस्ता धारणाहरू आफ्नो मनमा आउनु नै विनाश हो, तिर जानु हो। अहिले संसारमा जे जति भएको छ यी सबै धन र पेसाकै लागि, अहम्ताकै लागि भएको हो, होइन र? यसले समाजमा विभिन्न विकृतिहरू ल्याउँछ, जस्तै भनौँ असमानता, भेदभाव, सामाजिक विभेद, सामाजिक सोचमा असर, धैर्यता गुम्ने खतरा, विश्वासको कमी, राष्ट्रियतामा कमी, समाजबाट अलगिने डर, यस्ता कुराहरूले समस्याको सिर्जना गरेको हुन्छ। अब समाज वर्गीकरणका यस्ता गल्तीहरूलाई हामी कसरी हटाउन सक्छौँ त्यो पनि एकचोटि सुनौँ। पहिला हामी समाज र संस्कार भन्ने कुरा बुझौँ। संसारमा समाज बस्छ र त्यसमा व्यक्ति बस्छ, न कि म नै समाज हो, म नै संसार हो भन्ने कुरा जस्ता छाड्नुपर्छ। अहम्ता र धनीको लागि जहिले झगडा हुने गरेको छ यो समाजमा। जस्तो कि हरेक युगमा विभिन्न शक्तिशाली दानव वा राक्षसहरू आए। ती दानवहरूले आफ्नो शक्ति समाज कल्याणका लागि नगरेर बरु मलाई झन शक्तिशाली हुनु छ भनेर विनाश गर्दै गए। अनि अन्तिममा देवता जस्तै ब्रह्मा, विष्णु, महेश र देवीहरूले मानव कल्याणका लागि ती दानवहरूलाई मारे। तर यो चक्र कहिले पनि रोकिएन। हरेक युग आइरहे, दानवहरू आइरहे, विध्वंस मचाइरहे, तर अन्तिममा सबै दानव मारिए। यसको अर्थ यो मात्रै बुझौँ कि नराम्रो कामको परिणाम नराम्रै हुन्छ, कतै चाँडै होला त कतै ढिला होला। यसको आधुनिक उदाहरण मैले दिनुपर्दा यसरी बुझौँ। एउटा बलियाले गरिबलाई गर्ने व्यवहार। मैले तिमीलाई सहयोग गर्छु तर तिमी जहिले पनि मैले भनेअनुसार गर्नुपर्छ। यसको अर्थ के हो भने गरिबले बाँच्न पाउँछ तर उसँग स्वतन्त्रता हुँदैन, किनभने ऊ जहिले पनि बलियो अथवा धनीको भरमा बाँचेको हुन्छ। तर जो कमजोर हुन्छ उसले चाहिँ के सोचेको हुन्छ भने हामीले बाँच्न पाएको छौँ तर यसको कुनै ग्यारेन्टी हुँदैन। कहिले पनि त्यो बलिया मान्छेले धोका दिन सक्छन्, होइन? जति दिन बाँचे पनि त्यो पश्चातापमा बाँचिरहेको हुन्छन् कि हामीले यस्तो जिन्दगी किन पायौँ। यसरी नै यो संसारको हरेक क्षेत्र, देश, राजनीति, संस्था, जात, धर्म, समाज, परिवार चलेको हुन्छ, होइन र? एकचोटि आफै विचार गर्नु। जस्तै यो सबै समाज जुन छन् हाम्रो, यो सबै प्रकृतिका देन हो र यो नेचर ब्यालेन्स हुनुपर्छ भन्ने कुरा कसरी बुझौँ भनेपछि संसार सबैको हो, सबैले स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ, न कि केवल बाहुन क्षेत्रीले मात्रै मेरो समाज हो, मेरो देश हो, म मात्रै बाँच्न पाउनुपर्छ त्यसरी सोच्नु भएन। धनीले मात्रै राम्ररी बाँच्न पाउने त्यो पनि हुनु भएन। ठुलो पद भएका व्यक्तिले म मात्रै राम्ररी बाँच्न पाउनु पर्ने त्यो पनि हुनु भएन। नेता र मन्त्रीले म मात्रै बाँच्न पाऊँ त्यो पनि हुनु भएन। अनि गरिब दलित सर्वसाधारणलाई राम्ररी बाँच्ने मौका नदिने त सिन्डिकेट बनाइदिने, यस्तो खाले दुर्घटनाले इकोसिस्टम बिगार्छ र विद्रोह बनाउँछन्। त्यही कारणले गर्दाखेरि नेचर ब्यालेन्सको लागि सबैले समान अवसर पाउनुपर्छ। त्यो कसरी हुन्छ? त्यो देशका राजनीतिक स्तरबाट पहल हुनुपर्छ। देशको हरेक व्यक्तिले जागरुकताका साथ गर्नु पर्यो, होइन र? अब आफै भनौँ न, हाम्रो देशका जति पनि नेताहरू आए त्यसमा केही फरक देखिए त? सबैले राजनीतिकलाई पेसा मानेर बसेका छन्, तर यो सेवा हुनुपर्ने होइन र? आफै भनौँ न, जुन देशमा एउटा सिम्पल वडाको चुनावको लागि 30 देखि 50 लाखसम्म खर्च नगरी त्यसको वडाको चुनाव जित्न सकिँदैन, चुनावमा उठ्नका लागि पार्टीसँग टिकट किन्नुपर्ने हुनुपर्छ। आफै भन्नुहोस्। व्यापारीहरूलाई कर तिर्नबाट संरक्षण दिन हरेक पार्टीले कुनै न कुनै रूपमा चन्दा लिएको हुन्छ, होइन र? पत्रकारले पनि कति साँचो न्युजलाई कति झुटो र झुटोलाई साँचो बनाएको हुन्छ, होइन र? नेताका झोलेहरूले आफ्नो काम निकाल्न जनताको दिमाग भुटेकै हुन्छन्, चाहे जस्तोसुकै लोभ दिएर होस् अथवा मजबुरीको फाइदा उठाएर, होइन र? हरेकको आफ्नो स्वार्थले गर्दा आज हाम्रो देश बिग्रियो। कसैले जनताको सर्टेन एमाउन्टसम्मको ऋण मिनाहा गर्नुपर्छ भन्दै कराइरहेको छन्।
तर हेरौँ न एकचोटि, जो गरिब भएर ऋण नलिइकन बसेको छ तिनीहरूलाई अन्याय भएन र? ल ऋण कतै न कतैबाट एकछिनलाई मानौँ मिना गरिदिए पनि देशसँग के त्यति धेरै सम्पत्ति छ र? होइन, त्यसको हिसाब कसैले गरेको छ? देशसँग त्यति औकात छ र सबै कुरा मिना गर्न सक्छ? किन कुनै पनि संस्थामा कोही मान्छेले आफ्नो सम्पत्ति बचत गर्न राखेको हुन्छ, न कि ऋण दिएर सकाउनुहोस्। त्यो ऋणबाट उसले ब्याज कमाएर आफ्नो घर जीविकोपार्न गरेको हुन्छ। ऋण मिना कसरी गर्ने त? त्यो जसले बचतकर्ताको पैसा नतिर्ने हो कि देशले सबैलाई ऋणको एमाउन्ट तिर्दिने हो? त्यसरी तिर्दियो भने जो गरिब छन् उसले ऋण नलिएका उनीहरूलाई त अन्याय भएन? एकचोटि कुरा पनि विचार गरौँ। यदि कथम कदाचित ऋण मिना भए पनि के ग्यारेन्टी छ यसको? ऋण गरिबले नै मिना भएको पाउँछ। आजभन्दा पहिला पनि देशमा धेरै विभिन्न प्रकारका सब्सिडी भनौँ न न्यूनतम ब्याजमा ऋण पाए र दिए, तर ती सबै रियलमा पीडितले नै पाएको छ त? अथवा विपन्न वर्गले मात्रै पाए कि पहुँचवालाले पाए र तिनका आसेपासेले पाए? कतै केही यसको हिसाब छ? यो सिस्टम नभएको देश हो। गरिब निमुखाले कानुन मान्नुपर्ने, धनुक र पहुँचवालाहरूले खुलेआम घुम्ने देश हो। जबकि बाँच्न पाउनुपर्ने सबैलाई होइन र? त्यो पनि स्वतन्त्र भएर। अब आफै विचार गर्नुहोस्, समाज वर्गीकरण के का लागि हुनुपर्छ? तर जब यसलाई राजनीतिको एजेन्डा बनाएर बसेपछि देशको कसरी विध्वंस हुन्छ त्यो हामीले अस्ति जेनजी आन्दोलनमा देखि नै हाल्यौँ। यसका हरेक सही पक्ष र गलत पक्ष आजसम्म तपाईँहरूलाई थाहा थियो कि नै? तर यो भिडियो अहिलेसम्म हेर्दै हुनुहुन्छ भने समस्या कसरी समाज वर्गीकरणमा छ भन्ने कुरा तपाईँहरूलाई थाहा भयो होला। अब यसको समाधानतिर पनि जाउँ। अब यसको समाधानको बारेमा कुरा गर्नुपर्दा सर्वप्रथम हामी हरेक नेपाली नागरिकले यो सोच्नुपर्छ, हामी नेपाली रहौँला कहाँ, नेपालै नरहे। यो उखान मात्रै होइन अथवा यो गाडीको पछाडि भागमा लेखिने कुरा मात्रै होइन। यसले सबैले सम्मानसहित मनन गरौँ। जसले जे गर्यो अब प्लिज देशको लागि सोचौँ र गरौँ। सर्वप्रथम दलाली गर्न छाडौँ। दलालीले आज पेट भर्ला, भोलि तपाईँकै सन्ततिलाई यो समाजले तिरस्कृत गर्नेछन्, जुन कुरा अस्तिको जेनजी आन्दोलनमा हामीले देख्यौँ पनि, होइन र? हरेक कामको सिन्डिकेट तोडौँ, समान अवसर प्रदान गरौँ, काम गरेर खान पाऊँ जस्तो इन्भाइरोमेन्ट बनाऊ, आफू होइन योग्यलाई सम्मान गरौँ, एकले अर्कालाई सम्मान गरौँ, सके मद्दत गरौँ, फाइदा उठाउन बन्द गरौँ, मुखमा राम राम बगलीमा छुरा राख्ने जस्ता काम नगरौँ, नियम कडा र सबैलाई हुने गरी बनाऊँ, समाजको हितका लागि काम गरौँ न कि विकृतिका लागि, यो देश सबैले बाँच्न पाउनुपर्छ भन्ने धारणा बोकौँ, सबै धर्म जात पेसा आदि सबैलाई सम्मान गरौँ, ज्ञानीले आफ्नो ज्ञान बाँडौँ न कि अहङ्कारी बनेर हेप्ने गरौँ। यो सबै भनेका असल व्यक्ति पहिला आफै बनाऊँ र राम्रो मान्छे स्वतन्त्र भएर छानौँ। यदि कोही राम्रो छैन भने त्यसलाई राम्रो बनाउने प्रयत्न गरौँ। यदि तै पनि राम्रो बन्दैन भने राम्रा कानुन ल्याएर त्यसलाई राम्रो बनाऊँ र त्यसलाई आत्मसात गरौँ र हामी आफैले पनि कुनै प्रकारका लोभमा पर्नु भएन। समाजको हितका लागि बाँचौँ र काम गरौँ न कि बिगार्नका लागि। कसैलाई काम गरेर खुसी पारौँ न कि कुरा काटेर। यदि कतै यस्तो किसिमको समस्या छ भने सबैले विरोध गरौँ न कि उसको व्यक्तिगत समस्या हो भनेर चुप लागौँ। आज अरूको समस्या हो, भोलि आफ्नो पनि हुन सक्छ। यो कुरा पनि विचार गर्नुहोस् है। यदि कसैले गलतलाई आत्मसात गर्दै अगाडि बढ्छ, आज मेरो हितमा छ भने भोलि त्यसैले समाज बिगारेको हुन्छ। यदि तपाईँले झुटो बोलेर कुनै काम सफल बनाउन भो, भोलि त्यसैको बदलामा कुनै हानि पुर्याउन सक्छ, त्यो पनि हेक्का राख्नुहोस् है। भनेपछि हरेक व्यक्तिले आफ्नो असल आचरणले काम गरौँ, नराम्रो कुरालाई प्रतिबन्ध गरौँ, एकले अर्कालाई सम्मान गरौँ, सके सहयोग गरौँ, नसके कुरा नकाटौँ, आफ्नो काम इमान्दार भएर गरौँ। यसरी समाज सुध्रिन्छ, होइन र? हामीलाई बिगार्न धेरै शक्तिको प्रयोग होला, तर त्यसलाई चिनौँ र प्रतिकार गरौँ। अब मैले देश यस्तो अवस्थामा हुँदा पनि कसरी सुध्रिन सक्छ त्यसका बारेमा केही कुराहरू गरौँ।
हुन त हाम्रो देश धेरै नै बिग्रिसकेको अवस्थामा अथवा एकदम निकै दयनीय अवस्थामा छ। तैपनि सबैभन्दा पहिला धेरै कामहरू छन् जुन एकदम गर्नुपर्ने जरुरी छन्। जस्तै भनौँ, यो बन्द हडताल सदाका लागि बन्द गरौँ। सबैभन्दा पहिला गर्नुपर्ने कामै यही हो। बरु कुनै पनि चित्त नबुझेका कामहरू छन् भने गभर्मेन्टलाई दबाब दिएर त्यसलाई गर्न लगाऊँ। देशको हरेक कुरा डिजिटलाइजेसन र ट्रान्सपेरेन्सी हुनुपर्छ। यसले गर्दा भ्रष्टाचार रोकिन्छ। मलाई लाग्छ देशमा धेरै युवाहरू योग्य छन् जसले यस्ता वेबसाइटहरू बनाउन सक्छ जुन हरेक कुरा देशको डिजिटलाइज गर्न सक्छन्। अवसर दियौँ, त्यसलाई गर्न लगाऊँ। मैले गरेको अध्ययन अनुसार देशको सार्वजनिक ऋण 26 खर्ब 69 अर्ब छ। तर एउटा राम्रो कुरो यो पनि हो कि देशको जिडिपी 61 खर्ब छ। देशको आर्थिक वृद्धि दर 4.61% छ। तर देशले कमाउने जुन रेभेन्यू छन् त्यो 11 खर्ब 78 अर्ब मात्रै छ। अब यसरी चाहिँ देश घाटामै गएको देखिन्छ। अब यसका विभिन्न कारणहरूले गर्दा भएको होला, तर सकेसम्म हामीले देशको चालु खर्च कटौती गरौँ। जस्तो भन्नुपर्दा पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, न्यायाधीश, उपसभापति, सभापति, मन्त्री आदि जस्ता जति पनि छन् तिनीहरूको सबै सुविधा खारेज गरौँ। देशले संहिता धान्न गाह्रो भइसकेको छ। त्यसोले गर्दाखेरि यसलाई पनि खारेज गरौँ। अब देशका हरेक कर्मचारी, नेता, मन्त्री, प्रहरी, सेना सबैले आफूलाई गफमा होइन हरेक कामको एकाउन्टेबिलिटी भई काम गरौँ। अब प्लिज देशलाई राम्ररी बनाउनु छ, त्यसैले सबैले एकजुट हौँ। अब कोही राजनीतिमा उठ्नुहुन्छ भने हरेक उठ्ने व्यक्तिले 5 वर्षको वर्किङ प्लान सबैले जनता सामु सार्वजनिक गरौँ र त्यो पत्याउन लायक हो कि होइन त्यसको भ्यालिडेसन गर्नलाई सामाजिक अभियन्ताले विज्ञहरू खोजी त्यसलाई भेरिफाई गराउने कामहरू गरौँ। ती वर्क प्लानहरूको जुन चुनावमा उठ्नेका व्यक्तिहरूले बनाएका छन्। यसरी गर्दाखेरि तिनीहरूसँग एउटा ठोस एजेन्डा हुन्छन् र तिनीहरूको हर हिसाब पनि हुन्छन्। अब आउने सरकारमा जो जति छन् ती व्यक्तिहरूले चुनाव जितेर के गरे, के का लागि उठेका थिए, त्यो गरे कि गरेनन् सबै लिखित रूपमा हुनेछन्। विदेशमा भएका नेपाली पैसाहरू कूटनीतिक स्तरबाट तिनीहरूको मद्दत लिएर नेपालको राजस्वसम्म ल्याउने काम गरौँ। स्टेबल गभर्मेन्ट बनाऊ। यसो भएन भने प्रत्यक्ष निर्वाचित गरेर प्रधानमन्त्री चुन्ने काम पनि गर्दा हुन्छ। अहिलेको अवस्थामा आफूलाई भन्दा देशलाई इम्पोर्टेन्स दिने कामहरू गरौँ। सरकारी विद्यालयहरूमा शिक्षा स्नातक तहसम्म निशुल्क गरौँ। सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवा निशुल्क गरौँ। सबै प्रकारका उपचार जे जति हुन्छन् ती सबै निशुल्क गरौँ। सिँचाइ पनि निशुल्क गरौँ। खाद र मलहरू निशुल्क गरौँ। समयमै किसानलाई दिलाऊँ। रोजगारी सिर्जना हुने वातावरणहरू बनाऊँ। मैले एउटा 5 वर्षको वर्क प्लान बनाएको छु। त्यसले गर्दा सायद देशको आर्थिक स्थिति पनि केही सुधार होला। जस्तै कि हाम्रो देशमा इनर्जी हाइड्रोले एउटा ठुलो क्षेत्र ओगटेको छ। त्यसका लागि 15%, ट्रान्सपोर्टेसनमा 30%, हेल्थ एजुकेसनमा 20%, एग्रिकल्चरमा 10%, टुरिज्ममा 10%, डिजिटलाइजेसनमा 5%, रिजर्भमा 10% राखौँ। यदि ती कामहरू गर्नका लागि बजेटको अभाव भए सके वैदेशिक सहयोग मागौँ। यदि नसके ऋण लियौँ। तर रेभेन्यू आउने बित्तिकै प्लिज त्यो ऋणहरू तिर्ने काम पनि गरौँ। जस्तो कि अब हामीले भनौँ इनर्जी हाइड्रो सेक्टरमा 15% त छुट्यायौँ। मैले थाहा भएसम्म जहाँसम्म नेपालको थ्योरिटिकल क्यापासिटी 83,000 मेगावाटको हो हाइड्रो पावर सेक्टरमा। तर इकोनोमिकली फिजिबल भनेको 42,000 मेगावाट हो। तर हालसम्म जुन सञ्चालनमा भएको इन्स्टल क्यापासिटी अनुसार 3,000 मेगावाट मात्रै हो। र यो हाइड्रो पावरको प्रोजेक्टको प्रोमोटरहरूले पनि रेस्पोन्सिबल भएर काम गरौँ। आइपिओ ल्याउने काम जस्ता मात्रै नगरौँ। आइपिओ ल्याएर जनता ठग्ने कामहरू नगरौँ। जहाँसम्म लाग्छ यदि हरेकले चाहियो भने सरकारले चाहियो भने सहयोग गर्यो भने अबको 5 वर्षदेखि 10 वर्षभित्रमा 30,000 मेगावाट बन्न सक्छ।
जसले गर्दाखेरि त्यो 30,000 मेगावाट पूर्ण रूपमा सञ्चालन भयो भने 7 खर्बको यसले रेभेन्यू दिन सक्छन्। भन्नुहोस् यसले कति पर्सेन्ट देशको योगदान गर्दो रहेछ। त्यही भएर यो हाइड्रो पावर एउटा ठुलो इम्पोर्टेन्ट हाम्रो देशको विकासको लागि ओगट्दो रहेछ। किनभने मैले गरेको एउटा अध्ययन अनुसार पनि 10 वर्षमा जति पनि खर्च छन् हाइड्रो पावर एउटा बनाउनुदेखि लिएर यता जति पनि छन् त्यो अपरेसनमा गएपछि सबै खर्च उठ्छ र त्यसपछि सबै फाइदामा आउँदो रहेछ। त्यही भएर यसमा प्राइभेट सेक्टरलाई हेल्प गरौँ, नसके गभर्मेन्टले पनि आफ्नो तर्फबाट सक्दो कदमहरू चाल्ने काम चाहिँ गरौँ। अब त्यस्तै ट्रान्सपोर्टेसन फेसिलिटीमा हेरौँ, जुन हामीले 30% छुट्याएका थियौँ। एयरपोर्टहरू जति पनि छन् हाम्रो फुल्ली क्यापासिटीमा मोबिलाइज गरौँ। नेपालभरि बाटो राम्रो हुने अवस्था बनाऊँ। फुल्ली अपरेटेड अवस्थामा हुनु पर्यो। सेफ्टी हुनु पर्यो। एक्सिडेन्ट न्यूनीकरणका उपायहरू गर्नु पर्यो र एक ठाउँदेखि अर्को ठाउँमा जाँदाखेरि कसरी ट्राभलिङ कस्ट जुन छन् सस्तो बनोस् त्यसका लागि अध्ययन अनुसन्धानहरू हुनु पर्यो। जति पनि यो जाम लागेको छन् भनौँ, जस्तो काठमाडौँ भ्यालीमा धेरै जामका समस्याहरू खेपेका छौँ हामीले, त्यो कुराहरू कसरी न्यूनीकरण गरिन्छ त्यसका लागि सम्भावित अध्ययनहरू गरौँ। के गर्न सकिन्छ गरौँ। त्यसको एक्सपान्सन हो कि अब अर्को थप केही उपायहरू गर्न सकिन्छ त्यसको लागि पनि अध्ययनहरू गरौँ, त्यसमा विकास गरौँ। अब सिँचाइको लागि भन्नुपर्दा हरेक किसानको खेतमा सिँचाइ पुग्नुपर्ने व्यवस्था मिलाइदिनु पर्यो सरकारले। किसानले केही कुरा उत्पादन गर्यो त्यसले बजार भाउसम्म पुर्याउनको लागि त्यहाँ भएका जति पनि ट्रान्सपोर्टेसन फेसिलिटीहरू हुन्छन् ती सबै सरकारले व्यवस्था गराइदिनु पर्यो। सके निःशुल्क, नसके एकदम न्यूनतम मूल्यमा गराइदिनु पर्यो। यदि उचित मूल्य कुनै कुराको पाएन, यदि कुनै किसानले कुनै पनि कुरा उत्पादन गरे र त्यसले बजारमा उचित मूल्य पाएन भने ती कुराहरू सरकारले किनिदिनु पर्यो अथवा स्टोर गरिदिनु पर्यो र उचित समयमा त्यो बेचेर किसानहरूलाई त्यसको के छ न्यूनतम खर्च तिर्दिनु पर्यो। यस्ता कामहरू गभर्मेन्टबाट हुनु पर्यो। टुरिज्म स्पोर्ट बारेमा कुरा गर्नुपर्दा टुरिज्म स्पोटहरू बनाउनु पर्यो। टुरिस्टलाई प्रेरित गर्ने जस्ता एक्टिभिटीहरू सिर्जना गर्नु पर्यो। अब डिजिटलाइजेसनका बारेमा केही कुरा गरौँ। जस्तो कि एउटा यसरी सिस्टम निर्माण गरौँ कि जसले हरेक नागरिकको योग्यता, एक्सपिरियन्स, एकाउन्टेबिलिटीहरू जस्ता कुराहरू डिजिटलाइज हुनु पर्यो। कुन व्यक्तिसँग के क्षमता छ जस्ता कुराहरू थाहा हुनु पर्यो। कसलाई के काम लगाउन सक्छ जस्ता वातावरणहरू बनाउनु पर्यो। हरेक भुक्तानी हामीले सकेसम्म अनलाइन गरौँ, होइन। नसकेको खण्ड मात्रै त्यसलाई हामीले अर्को माध्यमबाट गरौँ। तर प्लिज सकेसम्म हरेक भुक्तानी अनलाइन गर्ने व्यवस्था गरौँ। जसको पहुँचमा अनलाइन छैन तिनीहरूलाई पनि प्रेरित गर्ने काम चाहिँ गरौँ। यसले भ्रष्टाचार रोक्छ। पर्याप्त स्यालेरी हुनु पर्यो। सबै कर्मचारीहरूको ध्यान कामतिर हुनुपर्छ, न कि दलालीतिर। स्यालेरी पुग्दैन, मान्छेले कसरी खाने, के गर्ने, कसरी बाँच्ने भन्ने पिरले पनि कति कर्मचारीहरूले काम नगरेको हुन सक्छन् र पब्लिकले पनि बरु अलि दुःख गरौँ तर दलाल नखोजौँ। कुनै पनि काम गर्नु जस्तै ट्याक्स तिर्नका लागि होस्, लाइसेन्स बनाउन होस्, जग्गा पास गराउन होस् अथवा नक्सै पास गराउन होस्, यस्ता कामका लागि पब्लिकले सकेसम्म आफै बरु दुःख गरौँ तर दलाल चाहिँ नखोजौँ। यी सबै कार्यहरू धैर्यताका साथ भ्रष्टाचार बिना हुनु पर्यो अनि मात्रै हाम्रो देशको विकास हुन्छ। यहाँसम्म भिडियो हेर्दै हुनुहुन्छ भने पक्कै देशलाई माया गर्नुहुन्छ। मैले भनेका कुराहरू अनुसार काम गर्नु, कतै केही नमिलेको छ भने त्यो पनि डिस्कस गरौँ। तर सबैले एकजुट भएर प्लिज देशका लागि आफ्नो तर्फबाट सकेको इमान्दारी साथ काम गरौँ। यति भएर पनि हाम्रो देश सुध्रिएन भने यो देशलाई अब त पशुपतिनाथले नै बचाउनु पर्छ, न त हामी सक्दैनौँ। रमिता हेर्न बाहेक अरू केही सक्दैनौँ। यो कुरा सबैलाई थाहा पनि भएको होला, जरुरी पनि थियो। त्यही कारणले गर्दा म देशको अवस्थाबारेमा चिन्तित भएर यो भिडियो बनाएको छु। कृपया प्लिज तपाईँहरूले मेरो भिडियोलाई सकेसम्म सेयर गर्नुहोस् र बुझ्नुहोस् र सबैले आफ्नो तर्फबाट इमान्दार साथ काम गर्नुहोला। अब आउँदो चुनावमा के गर्ने, कसरी गर्ने अथवा देशमा अहिंसा भड्किन दिने जस्ता काम नगरौँ, हिंसा भड्किने जस्ता काम नगरौँ। शान्ति वातावरणले बसौँ, आन्दोलनहरू नगर्ने गरौँ।
देश विकासको लागि के गर्न सकिन्छ, बरु सकेसम्म आफूले इमान्दार साथ सोचौँ र काम गर्ने वातावरण बनाऊँ र सबैलाई मद्दत गरौँ। हस्, सबैलाई धन्यवाद। हस्, नमस्ते।